नमस्कार, भाइरल नेपाली युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। आज म तपाईहरुको लागि एन्ड्रोइड फोनमा स्क्रिन रेकर्ड कसरी गर्न सकिन्छ भनेर देखाउन गइरहेको छु। सर्वप्रथम तपाईहरु प्ले स्टोरमा जानुहोस्। प्ले स्टोरमा गइसकेपछि तपाईहरुले सर्च बारमा स्क्रिन रेकर्डर सर्च गर्नुहोस्। स्क्रिन रेकर्ड सर्च गरिसकेपछि स्क्रिन रेकर्ड एन्ड भिडियो रेकर्ड एक्स रेकर्डर भनेर यहाँ देखाउँछ सुरुमै। यसलाई क्लिक गर्नुहोस्। त्यसपछि यहाँ डाउनलोड गरेर इन्स्टल गर्नुहोस्। मैले इन्स्टल गरिसकेको छु, तपाईहरु पनि गर्न सक्नुहुन्छ। त्यसपछि ओपन गर्नुहोस्। इन्स्टल भइसकेपछि ओपन गर्नुहोस्। ओपन गरेपछि यस्तो देखिन्छ। तपाईहरुले यहाँ डु नट एक्सेस अगेन गरेर अलो गर्नुहोस्। यदि यो गर्यो भने यहाँ पनि अलो गर्नुहोस् र यदि गरिसकेपछि तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ माथि यहाँ एउटा यसरी ट्याब आएको छ नोटिफिकेसन बारमा रेकर्ड स्क्रिनशट टुल्स होम एन्ड एक्जिस्ट भनेको। यहाँबाट सर्टकट रूपमा रेकर्ड गर्न सक्नुहुन्छ, स्क्रिनशट गर्न सक्नुहुन्छ, सेटिङहरु मिलाउन सक्नुहुन्छ। तपाईले अलो गर्नुस्। त्यसपछि डु नट एक्सेस अगेन इन्टु यसरी तपाईले यता राइट साइडमा एउटा पोइन्ट देखिन्छ। यहाँबाट रेकर्ड गर्न सक्नुहुन्छ। त्यतापट्टि एउटा नभए तपाईले बाहिर गएर पनि यहाँ माथिबाट नोटिफिकेसन बारमा यहाँबाट रेकर्ड गर्न सक्नुहुन्छ। मैले रेकर्ड गरेर देखाउन गइरहेको छु हजुरहरुलाई। माथिबाट यसरी नोटिफिकेसनमा बार तानेर रेकर्डमा क्लिक गर्नुहोस्। यति गरेपछि अलो गर्नुहोस्। अलो गरिसकेपछि फेरि ओके गर्नुहोस् र यहाँ स्टार्ट नाउ गर्नुहोस्। यति स्टार्ट नाउ गरिसकेपछि तपाईहरुको रेकर्ड सुरु हुन्छ। 3 2 1 भन्ने रेकर्ड सुरु हुन्छ। त्यसपछि यहाँ रेकर्ड हुन सुरु भइसकेको छ। देख्न सक्नुहुन्छ यहाँनिर 0203 सेकेन्ड भनेको छ। यहाँ माथिको दुईटा लाइन जस्तो छ, त्यसमा क्लिक गर्नुभयो भने तपाईले पज गर्न सक्नुहुन्छ। पज गर्न त्यसपछि यहाँ स्टप गर्न, तल स्क्रिन क्याप्चर गर्न, यतिकै चलाउँदै स्क्रिन क्याप्चर गर्न सक्नुहुन्छ। हामीले यहाँ जुन कुनै पनि कामहरु तपाईले कुनै भिडियो बनाउँदा सिकाउनु पर्ने हुन्छ भने त्यसमा हामीले यसरी भिडियो बनाएर स्क्रिन रेकर्ड गरेर सिकाउन सक्छौं। यहाँ देख्न सक्नुहुन्छ। त्यसपछि हामीले यसलाई पज गर्नको लागि, स्टप गर्नको लागि यहाँ बीचकोमा स्टप गर्नलाई क्लिक गरौँ। त्यसपछि हामीले यहाँ भिडियो हेर्न सक्छौं। हाम्रो यहाँ रेकर्ड हुन सुरु भएको छ। देख्न सक्नुहुन्छ यहाँनिर 0203 सेकेन्ड भनेको छ। यहाँ माथिको दुईटा लाइन जस्तो छ, त्यसमा क्लिक गर्नुभयो भने तपाईले पज गर्न सक्नुहुन्छ। पज गर्न त्यसपछि यहाँ स्टप गर्न, यहाँ जुन कुनै यसरी भिडियो। साथीहरु, यो भिडियो कस्तो लाग्यो तपाईहरुलाई? भिडियो मन परेमा लाइक, शेयर, कमेन्ट, सब्स्क्राइब गरिदिन नभुल्नु होला। भाइरल नेपालमा सधैँभरि तपाईलाई यस्तै नयाँ अपडेटको भिडियोहरु लिएर उपस्थित हुने नै छु। अहिलेको लागि बिदा हुन चाहन्छु। धन्यवाद।